मान्छेहरूले नभत्का के अरे नबनाउनु कारण पनि त्यही हो के अरे अब एक न एक दिन यो भत्किन्छ भनेर नबना हो कि तपाईँ कस्तो कस्तो पुरानो पुरानो घरहरू थियो यहाँ बजार एरियामा कोही नयाँ घरहरू बन्छ अब यहाँ होइन बन्छ अब भने त नि नयाँ घर छ कहाँ भने खाएर भयो सबै पुरानो घरहरू हो कि खास गरी मान्छेहरूको क्षति चाहिँ नहोस् हाइवे त भत्किन्छ भने नभन्ने साँच्चै भत्काएरै छाडेछ नि अझै कति मान्छेले घर खाली गरेको रहन्छ कि है खाली गर्दैछन् यो कर्नरको घर चाहिँ मलाई सही लाग्थ्यो कि कर्नर गरेर लगाएको थियो है